एउटा मात्रै जहाजबाट उडान गरे तापनि यो एउटा मात्रै जहाज भनेको करिब 2 महिनाको लागि मात्रै हुन्छ। यो जसरी भनिसक्नुभयो नियर फ्युचरमा अर्को एउटा 319 जहाज पनि आउँछ। त्यसले चाहिँ चाइनाको लासा, चेङ्डु र बेजिङमा उडानहरू गर्छ। अब यो अहिले हामीले भइरहेको जहाजले चाहिँ हामीले काठमाडौँ दोहा काठमाडौँको लागि दैनिक एक उडान गर्ने योजना राखेको छौँ र त्यो चाहिँ अहिले भर्खर हामीले यहाँ एनाउन्स गरिसक्यौँ। 21 मे 2016बाट सुरु गर्छौँ। तर अब अहिले यो सिजन खास त्यति हाई सिजन पनि नभएको र अब हामीले बुझ्दाखेरि त्यहाँ दोहामा पनि अहिले मुसलमानहरूको यो रमजान भन्ने महिना आउन लागेको रहेछ ईदको अगाडि भने। त्यस कारणले गर्दाखेरि सुरुको 15 दिनमा 15 दिनसम्म चाहिँ हामीले हप्ताको 3टा मात्रै फ्लाइट गर्छौँ। यहाँबाट जाने प्रत्येक मङ्गलबार, बिहिबार, शनिबार अनि उताबाट फर्किने चाहिँ प्रत्येक बुधबार, शुक्रबार र आइतबार त्यसरी गर्छौँ। अनि 15 दिनपछि चाहिँ हाम्रो दैनिक उडान नै हुन्छ। यो उडानहरू त्यहाँ हामीले प्रेस रिलिजमा पनि लेखेका छौँ। राति 11 बजे यहाँबाट जान्छ अनि 1:30 बजे दोहामा पुग्छ। त्यसपछि 2:30 बजे त्यहाँबाट उठेर बिहान 10:15 बजे यहाँ आइपुग्छ। प्रायः सबै प्रक्रियाहरू सकिसकेका छ। तर तैपनि अन्तर्राष्ट्रिय उडान गर्नको लागि धेरै आवश्यकताहरू परिपूर्ति गर्नुपर्ने हुँदो रहेछ। त्यसको लागि चाहिँ नि हामी प्रोसेस गर्छौँ। 1.5 महिनाको अवधिमा काठमाडौँदेखि काठमाडौँको पनि दैनिक उडान हामी यो जहाजबाट गर्छौँ। र त्यसपछि यही वर्षमा अर्को एउटा 320 जहाज अहिले हामीसँग भएको जस्तै जहाज लिएर आएर ब्याङ्कक, कोलम्बो, हङकङ, कुआलालम्पुर यस्ता ठाउँहरूमा पनि उडान गर्ने हाम्रो योजना छ। र बजारको माग अनुसार चाहिँ हाम्रो उडानहरू बढ्दै जानेछन् र करिब 2-3 वर्षपछि चाहिँ यही ब्रान्डको एयरबस ब्रान्डले एयरबस 330-200 जहाज लिएर आएर हामीले जापान, कोरिया, युरोपसँग चाहिँ डाइरेक्ट उडानहरू गर्ने अहिलेलाई तुरुन्तै हाम्रो योजना छ। अब यसको विषयमा वास्तवमा यतिखेर आएर मैले धेरै ब्याकग्राउन्ड इन्फर्मेसन दिनुपर्ने आवश्यकता जस्तो लाग्दैन। हामीले 2014 साल अगस्तमा जोइन्ट भेन्चर एग्रिमेन्ट गरिसकेपछि यो आजको दिन यसको फ्लाइट अपरेट गर्ने दिनको लागि धेरै प्रयास गऱ्यौँ, धेरै तयारी गऱ्यौँ। देश विदेशबाट हामीले एक्सपर्टहरू मगायौँ, सिस्टमहरू मगायौँ, नेपाली जनशक्तिलाई तालिम दियौँ। त्यसले गर्दाखेरि सिभिल एभिएसन अथवा चाहिँ एयरलाइन इन्डस्ट्री संसारभरि सबैभन्दा बढी नियमन हुने देश विदेश र अन्तर्राष्ट्रिय नियम हुने उद्योग भएको सभामा सबभन्दा पहिलो प्रिकन्डिसन एयरलाइन चलाउनलाई सबभन्दा चाहिने पहिलो प्रिकन्डिसन रेगुलेटरी एप्रुभल्सहरू सम्पूर्ण निकायबाट राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूबाट इभन हामीले अब दोहा जानु पऱ्यो भन्दाखेरि काठमाडौँको पर्मिसन चाहियो, दोहाको पर्मिसन चाहियो, रेगुलेटरी एप्रुभलहरू। त्यसपछि काठमाडौँदेखि चाहिँ दोहासम्म उडान भन्दाखेरि अब इन्डियाको ओभरफ्लाइङ पर्मिसन, पाकिस्तानको ओभरफ्लाइङ पर्मिसन, ओमानको ओभरफ्लाइङ पर्मिसनदेखि लिएर यी यावत कुराहरू जति हामीलाई यो नियमनको हिसाबबाट, सार्वजनिक हिसाबबाट, प्रणालीको हिसाबबाट, पद्धतिको हिसाबबाट, टेक्नोलोजीको हिसाबबाट, जनशक्तिको हिसाबबाट जुन हामीले तयारी गर्नुपर्ने हो सम्पूर्ण तयारी भइसकेको अवस्था भएकोले गर्दाखेरि आज हामीले यो क्षणलाई तपाईँहरूसँग सेयरिङ गर्ने र तपाईँको तर्फबाट के भन्दाखेरि अब यो डोन्ट ह्याभ यो भेराइटी अफ इन्फर्मेसन नलेज अब जति मिडिया सोसाइटीको जति धेरै व्यापक यो इन्टरफेस हुन्छ समाजका विभिन्न निकायहरूसँग, इभन हाम्रो कस्टमर सोसाइटीसँग, प्यासेन्जर सोसाइटीसँग, सरकारी निकायसँग, गैर सरकारी निकायसँग चाहिँ हाम्रो सरोकारवालाहरूको धेरैसँग तपाईँहरूको इन्टरफेस हुने, तपाईँहरूसँग के भन्दा उहाँहरूको विषयमा जानकारी हुने भएकोले गर्दाखेरि हामीलाई यो अवसर